यहाँनिर चाहिँ होइन अब स्केटिङ खेल्दैछन् है यान्जी अनि पिके अनि आर्या 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 गाइज है यान्जीले खेल्दैछ है यान्जी बाइक आउँदैछ अरे हो आऊ न स्वयं स्वयं बरु बुढा आएको त यार तिमी डढा त च्याम्पियन छ भने त सिकाउने मान्छे त तँलाई चाहिँ अप्ठ्यारो हुँदैन त पनि सिक्दा सिक्दा त हाल्नु एनजी ब्लगमा तपाईँहरूलाई स्वागत छ भन न भन्दै गयो झन् लड्यो है एनजी ल भयो लु कति छिटो भएको त यार तिमी त मास्टर बन्ने मान्छे त यार कसरी सकेनौ कस्तो चिल्लो नि खासरोमा नि गाङगुङ जाऊ न अनि के हुँदैन एकचोटि नडराइकन पाङपुङ जाऊ त लड्यो भने केही फरक पर्दैन चाहिँ म यहाँबाट हेरिदिन्छु क्या लड्यो भने समात्न लजाउनु स्वयं स्वयं आऊ न कोही कोही ल जाने मान्छे रे मास्टर सिक्ने मान्छे रे ल के एनजी 1 2 3 गो आऊ न फास्ट नडराइकन आऊ न हो नडराउ न केही हुँदैन क्या आऊ न कोसिस गर रोड अनुसारको फ्याङ फ्याङ उचाल न खुट्टा अलिकति खुट्टा उचाल खुट्टा उचाल खुट्टा उचाल भने खुट्टा उचाल भने ल खुट्टा उचाल एनजी झन्नै लडेको गाइस ल अब यहाँबाट फुत्त उडा त यहाँ यस्तो त उड्न सक्छ होला नि त 1 2 3 गर न सक्छ क्या उडाउ न उठाउ छिटो ल 1 2 3 गो 1 2 3 गो आसमान नजान बेइज्जत हुन्छ बाइक आयो पर हेर्नु गाइस मास्टर हुने मान्छे स्केटिङ सिकाउने मान्छे आज आफै स्केटिङमा डढाएर हिँडिरहेछ बल्ल जोस आयो जस्तै ऊ आयो आयो जोस आयो जोस आयो है ऊ जोस आयो है जोस आयो हो नाच्ने मान्छेलाई बाङ्गो भयो नि के गर्नु बाइक आयो साइड ओ 1 2 3 4 वाह वाह तिमीभन्दा मै स्पिड गयो जस्तो लाग्यो यार अलि अब उताबाट फर्क ल घुम टायर भने हुन्छ त चक्का भन न चक्का भन न कस्तो टायर भने हो खै पसिना निस्क्यो त ए अलि स्पिड आऊ त स्पिड स्पिड तपाईँ हेर्दै हुनुहुन्छ हाम्रो ब्लगमा एनजीले स्केटिङ चलाउँदै उहाँ चाहिँ कुन ठाउँबाट आएको रे सोलुबाट यता आउनु भएको छ सोलुमा चाहिँ मजाले जान्ने मान्छेले यहाँ चाहिँ अलिकति डढाएछ काठमाडौँको बाटै राम्रो लागेन रे ल हेर्नु है ऊ अब अलिअलि जोस आउँदैछ सोलुका मान्छेहरूले शेर्पा जातिका मान्छे हुन् ऊ खतरा खेल्ने मान्छे हुन् कहाँ छ भएन ल अब एकचोटि यस्तो स्पिड गइदियो त फङ फुङ गरेर जे होस् जे होगा गड देखेगा भन्दै
तपाईँले हाम्रो च्यानल हेर्नुभएकोमा धन्यवाद। यो कम्मर दुखी तपाईँहरूलाई इन्टरटेनमेन्ट गराउन आएका छन् यान्जी शेर्पा। अब यान्जीले तपाईँहरूलाई दिनुभयो सर्भिस, त्यसको लागि धन्यवाद। अब हामी जानेछौँ, बाई।